टक्क लगाएर पुरा लास्ट गरौँ कि तर हे माथि जानुपर्ने चाहिँ होइन त्यो डालमाथि उस्तो डालमाथि हो जानुपर्ने चाहिँ त्यसैले मजा आउँछ कि ल हेर्न जानु बेग्लै मजा हुन्छ नि जानुको लागि त तर फरक अलग्गै मजा हुन्छ यार अब म जाँदैछु होइन अब हेर्नुहोस् है टक्क लगाएर गाउँ आएछ यस्तो के गाउँ बिहान बिहान खाना पकाऊ अनि पछि खाना पकाएर कहाँ छ थाहा छ घाँस नजाऊ घाँस अब होइन त्यही पनि अब म जाँदैछु घाँस हान्न एकदम मेरो स्कुल हो है टक्क खतरा सिना आयो क्या माथि माथि जाँदैछु हेरौँ अब मेरो गाउँ यार खतरा भ्यू आउँछ है तर मेरो गाउँको होइन अब माथि डाँडामा पुगिसकेको छु अब थोरै छ कि बिस्तारै गयो भने तर यहाँ यस्तो सर्न भन्दा नि गाउँमा रमाइलो हुन्छ क्या केटाहरू टक्कै सुन त बबाल बल हुन्छ यार हो पुरा हेर न मजाको सिन यार हो यो नि त यार सिन भनेको हेर न बाटो छैन यार अलि यतै बाटो थियो होइन यतै छैन सब बन्द भइहाल्यो पहिला यस्तोमा थियो कि बाटो अचेल छैन कि फेरि जाँदैछु अब फेरि जान्छु तर टक्क होइन मस्त छ नि गाउँ भने यस्तो हो केटाहरू मेरो सब्सक्राइबरहरू पनि हुन्छ ल भाइ होइन तर मजा खायो क्या माथि पनि एउटा गाउँ छ कि उता माथि रनिङ भन्ने छ होइन यो उनीहरू बाटो जान्छन् म्याक्सिमम् उनीहरू 2 घन्टा हिँड्छन् कि तर म चाहिँ पहिला लास्ट हिँड्थेँ कि गाउँमा हुँदै अब हल्का अब पछि चाहिँ म यस्तो उकालो चढेर नै आयो होइन टक्कै माछा भ्यू त सब राम्रो देखिन्छ नि फाइनल्ली होइन अब पुगिसकेको छु म त अब मम्मीसँग घाँस ल्याएको लागि यस्तो है गर्मीले त पुरा हालतै खराब भने पसिनाले होइन पुरा यहाँ डब्रा हुन्छ नि यसलाई डब्रा नाम हाम्रो डब्रा हो कि उता गाउँ छ त उता देखेको पनि बाटो यहाँको थाहा होइन त्यो देखाउँछ है थोरै हेर्नु है उता त्यही रनिङ भन्छ नि त्यसलाई माथिलाई टक्कको लागि तर धान जानु पनि पाएको थियो तयारी तातिर हेर्नु न मस्त बबाल छ कि धानहरू के भन्ने आफ्नो त हालत यही छ गाउँले जीवनको होइन हामी आज आएको छौँ अब यो हामीले होइन अब टक्क लाएर मम्मी कता जानुभएको थाहा होइन तर अब यो चाहिँ घाँस चाहिँ लिनुपर्ने अरे गरेन यो यो चाहिँ लिनुपर्ने अरे अब दाडी पनि यसलाई सानो अनार भन्छन् कि अब यसलाई दाडी भन्छ नि हाम्रो गाउँमा भाषामा त खै अब खानु पर्ला छैन एकटा बोटोमा पनि दाना छैन हेर्नु न तर दाडा काली काटा घाँस कस्तो हुनुहुन्छ मम्मी फाइनल्ली हामी पुगिसकेका छौँ अब मम्मी बाँध्दै हुन्छ घाँस यो मेरो यस्तो भयो बिटो तपाईँ कुन हो हिजो हो फाइनल्ली यसरी हामी बाँध्दैछौँ होइन टक्क लाएर यसलाई बाँधेर तल त्यो ठाउँमा हामी पुगाउँछौँ यो मम्मीको घाँस त्यो चाहिँ मेरो घाँस है हामी लिन्छौँ अब घरमा मम्मी आफ्नो घाँस बाँध्दै जानुहुन्छ है बिस्तारै भन दाडिम फल्याने थियो यो पालि दाडिम
और दारिम खाने बेला भइहाल्यो होइन एक दारिम देख्दैन खासै मिठो 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 हुने खानु अब हामी रेडी भइसकेका छौँ अब यो लिएर जाने हो हामी मिठो भएन मी रड्यात होइन पछि लाम्लो हामी को मेरो